बुझ्दा त्यो लागि
सम्वत 1146 हिउँदया भिन्तुना कार्यक्रम औपचारिक रूपमा सञ्चालन गर्न लागिरहेका छौँ। सबैजनालाई मञ्चको अगाडिपट्टि गुन्द्रीको व्यवस्था गरिदिनु होला। थोरै अगाडि गुन्द्रीको व्यवस्था गरिदिनु होला। गुन्द्री त्यता छ, यहाँ छ गुन्द्री। सबैजनालाई जो लोपा नमस्कार। म देवनारायण श्रेष्ठ नेवा देहदबु म्याग्दी गाउँपालिका सदस्य र हाम्रो नेवार गुणादी नेवार समाज म्याग्दी गुणादीका अध्यक्ष। आज हामी नेवारहरूको मनाइने चाडपर्व अनुसार जुन सम्पूर्ण नेपालीहरूले मनाउने चाडपर्वहरू चन्द्रमाको गति अनुसार चन्द्रायणमा चल्ने र त्यसै अनुसार हामीले भर्खरै हाम्रो सबैभन्दा ठुलो पर्व मोहनी मनाइसकेका छौँ र यो हाम्रो सोन्ती नखाको दोस्रो दिन नेपाल सम्वतको रूपमा हामीले मनाउँदै आइरहेका थियौँ। विगतका वर्षहरूमा म्याग्दी गाउँपालिकाले आयोजना गर्दै मनाउँदै आइरहेको यस कार्यक्रमलाई यस वर्ष अलि प्रचार प्रसार नभएर हो कि अथवा सबैजनालाई यो सुसूचित गर्नको उद्देश्यले पनि सबैले आफ्नो गुठीमा कार्यक्रम मनाउने भन्ने निर्णय भएअनुसार हामीले आज यहाँ यो नयाँ वर्ष हिउँदया भिन्तुना मनाउने कार्यक्रम राखिएको थियो। अब यसबारे म थोरै कुरा राखेर कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। तत्कालीन काठमाडौँ उपत्यका कान्तिपुर र ललितपुरमा राजा मानदेवका छोरा राघव देवले राज्य गर्दथे भने भक्तपुरमा आनन्द देवले राज्य गरिरहेको अवस्थामा त्यहाँका एउटा चर्चित ज्योतिषले आनन्द देवलाई जुन यही समयमा कार्तिक मासमा बागमती नदी विष्णुमती नदी र सुवर्णवती नदीको जुन दोभान नक्खु तीर्थको बालुवालाई घरमा लगेर राख्दा सुनमा परिणत हुन्छ भन्ने ज्योतिषले सुनाएको र त्यो निश्चित समयमा ल्याएर राख्न उसलाई मन लागेको आनन्द देवलाई र उसले आफ्ना भरियाहरूलाई त्यही अनुसार त्यो नक्खु तीर्थको बालुवा निश्चित समयमा ल्याउनको लागि भरियाहरू खटाए र ती भरियाहरू काठमाडौँको भक्तपुरका चाहिँ राजाले पठायो। काठमाडौँमा पर्ने त्यो नक्खुको दोभानमा बालुवा निकालेर फर्किने क्रममा कुनै पार्टीमा उनीहरूले थकाइ मारिरहेका थिए। त्यही बेलामा कान्तिपुर काठमाडौँमा बसोबास गर्ने एक समाजसेवी व्यापारी शङ्करधर साखुवाले उनीहरूलाई भेटे र तिनीहरू कहाँबाट आए, के गरे, के ल्याए सोद्धाखेरिमा भक्तपुरका राजाले निश्चित समयमा बालुवा लिएर आउन पठाएकोले हामीले बालुवा लिएर आएका हौँ भन्ने सुनाएपछि ऊ धनी थिए व्यापारी, उसले केही प्रलोभन देखायो भरियाहरूलाई। खानेकुराको
अथवा दाम पैसाको प्रलोभन देखाएर त्यो बालुवा चाहिँ आफ्नो घरमा लान पठायो शङ्खधर साखवाले र अर्को बालुवा लिएर राजाकोमा पुर्याऊ भनेर तिनीहरूलाई केही पैसा र खानाको प्रलोभनमा पारेर त्यो ल्याएको जुन निश्चित समयमा ल्याएको बालुवा आफ्नो घरमा राखेर त्यो अर्को बालुवा चाहिँ ती भरियाहरूले लिएर गएर आनन्ददेवको दरबारमा मैले यसरी चाहिँ बालुवा ल्याएको सुनमा परिणत भयो, यो सुनलाई के गर्ने भनेर सरसल्लाह गर्ने क्रममा नेपालवासी सम्पूर्ण मान्छेहरूको ऋण जे जति छ त्यो ऋण चाहिँ यो सुनबाट चाहिँ मोचन गर्ने तिर्ने भनेर त्यहाँका नेपालका सबै मान्छेहरूलाई ऋण मोचन गरिदिए। कारणले गर्दा शङ्खधर साखवालाई हाल हामीले एउटा राष्ट्रिय विभूतिको रूपमा 2056 सालबाट राष्ट्रिय विभूतिको रूपमा मानिन्छ भने र त्यही राघव देवले शङ्खधर साखवालाई त्यो शूद्र जातिलाई पशुपतिमा मन्दिरमा प्रवेश गर्ने पूजा आराधना गर्ने रोकटोक थियो, तर त्यसपछि शङ्खधर साखवालाई पशुपतिमा प्रवेश गर्न दियो, पूजा गर्न दियो भने त्यहाँ एउटा शिलालेख पनि राख्न दिइयो र त्यहीबाट यो सन् 879 तिरको कुरा हो। 879 अक्टोबर 20 जुन कार्तिक शुक्ल प्रतिपदाको दिनलाई नयाँ वर्षको रूपमा प्रयोग गर्ने, नयाँ वर्ष मनाउने, नयाँ वर्ष लिने त्यही शङ्खधर साखवाको स्मरणमा त्यहाँबाट त्यो जुन मनाउने चलन भयो त्यसलाई नेपालको कामकाजी सम्पदको रूपमा पनि लिने गरिन्थ्यो। पछि आएर चन्द्र शमशेरको पालामा आएपछि त्यसलाई हटाएर हामीले विक्रम सम्वत मनाउँछौँ, तैपनि हाम्रो हरेक काम क्रियाकलापहरू तिथि मितिहरू हामीले चन्द्रअनुसार चल्ने हुँदा हाम्रो नेपाल सम्वतबाटै अहिलेसम्म चलिआएको कुराहरू पनि यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। यति कुरा भइसक्यो। अब हामी हो भने हाम्रो के छ, हामीलाई समयको पाबन्दी छ। हाम्रो चाहिँ नेवारहरूको परम्परा अनुसार भरे गएर हामीले यो नयाँ वर्षको उपलक्ष्यमा, यो सोन्ती नथाको बिचको दिनको उपलक्ष्यमा हामी सबैले आफ्नो शरीर नुहाएर हाम्रो शरीरलाई पूजा गर्नुपर्ने र त्यसपछि हामीले नयाँ वर्षको आरम्भ गर्ने जुन हाम्रो परम्परागत कार्यक्रम छ त्यसलाई पनि सम्झेर समय निकाल्ने गरेर हामीले कार्यक्रमलाई असाध्यै छोटो बनाएका छौँ र यहाँ केही कार्यक्रमको क्रममा केही सांस्कृतिक झलकहरू नेवारी नृत्य छ, त्यसको लागि तयारी अवस्थामा बसिदिनको लागि म केही यो नृत्यमा भाग लिने भाइ बहिनीहरूलाई अनुरोध गर्दै म अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको यस हाम्रो कार्यक्रममा नेवा दयादबु म्याग्दे एक गुलाबीको न्यू दया भिन्दुना कार्यक्रम बाबुलाल सर कहाँ हुनुहुन्छ होला? म्याग्दे बुढादी गुठीका कजी भन्नाले अध्यक्षलाई जनाउँछ। कजी श्री बाबुलाल श्रेष्ठज्यूलाई सभापतिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। कृपया ताली बजाइदिनु होला। म्याग्दे गाउँपालिका वडा नम्बर 1 का कजी अध्यक्ष एवं म्याग्दे गाउँपालिका प्रवक्ता श्री मणिभद्र वाग्लेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। हाम्रो गुठीको थकली भनेको सबैभन्दा ज्येष्ठ नागरिक भन्ने बुझिन्छ। कोकली भन्नाले सबैभन्दा कान्छो, थकली भन्नाले सबैभन्दा जेठो। काजीमान श्रेष्ठ उहाँ अस्वस्थ हुनुहुँदो रहेछ, त्यसैले उहाँका भाइ तेजमान श्रेष्ठज्यूलाई थकलीको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु।
अनि हाम्रा गुठीका नाया एवं पुजारी हर्कलाल श्रेष्ठज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यस गुठीका उपाध्यक्ष क्रिम कुमार श्रेष्ठज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अनि गुठीकै सचिव श्री सोमनारायण श्रेष्ठज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अब हाम्रो भर्खरै मात्र दर्ता भएको यस नेवार गुणादी नेवार समाजका उपाध्यक्ष रामप्रसाद श्रेष्ठज्यूलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। रामप्रसाद श्रेष्ठज्यू। कोषाध्यक्ष ईश्वरी श्रेष्ठज्यूलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। गुणादी नेवार समाजका सल्लाहकारहरू क्रमशः श्याम कुमार श्रेष्ठ, रामलाल श्रेष्ठ र सीता श्रेष्ठ मानुलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी नेवार आमा समूहका अध्यक्ष कमला श्रेष्ठलाई पनि अगाडि आएर आसन ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। कमला श्रेष्ठ। अतिथिहरूलाई प्रमुख अतिथिहरूलाई टीका माला ग्रहण गरिदिनु हुनको लागि पूजा, मोनिका, शोभिना तीनजनालाई अतिथिहरूलाई माला र अबिर लगाइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। छिटो भन्दा छिटो। हेलो, त्यहाँ बना सिलेबस होला नि त। सिलेबस तयार गरेर सिलेबस हुन्छ नि त्यसलाई, त्यहाँ यो पछि यो गर्ने पछि यो गर्ने हुन्छ, त्यहाँ कागजमा तयार हाम्रा त्यसो हुन्छ। कति भइसक्यो अहिले? हाम्रा अग्रजहरू जुन अहिले हाम्रो सामु हुनुहुन्न, थम नारायण श्रेष्ठ, स्वर्गीय लाल कुमार श्रेष्ठ, त्यस्तै मणिलाल श्रेष्ठ लगायत हाम्रा अग्रजहरू जो स्वर्गीय हुनुभयो, उहाँहरूको सम्झनाको लागि, उहाँहरूको स्मरणमा 1 मिनट मौन धारण गरिदिनु हुनुको लागि सम्पूर्णलाई म हार्दिक अनुरोध गर्दछु। 1 मिनट सबै आफ्नो स्थानबाट उठेर मौन धारणमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। समय सुरु।
गोट्सज्यूलाई धन्यवाद। यस न्यादिबु दया भितुना नेपाल सम्बत 1146 मा कार्यक्रमका सभापति प्रमुख अतिथि मेघे गाउँपालिकाको वार्ड नम्बर 1 का वडा काजी अध्यक्ष श्री मणिभद्र वाग्लेज्यू, विशिष्ट अतिथि हाम्रो गुठी थकाली श्रेष्ठ काजीमान श्रेष्ठज्यू, मजमा आसिन यस संस्थाका पदाधिकारीज्यूहरू, नेवार आमा समूहका अध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरू, हाम्रो गुठीका दाजुभाइहरू र उपस्थित सम्पूर्ण म नेवार समाज गुडातीको तर्फबाट जोजोलपा नमस्कार। आज हाम्रो समाजले आयोजना गरेको न्यू दया भितुना नेपाल सम्बत 1146 कार्यक्रममा उपस्थित भई शुभकामना आदान प्रदान गरी यस कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि उपस्थित हुनुभएका र आफ्नो तर्फबाट यथाशक्य सहयोग पुर्याउनु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रममा भव्य र स्वागत गर्दै बिदा हुन चाहन्छु। स्वागतम सुस्वागतम शुभयो। उपाध्यक्षज्यू मेरो टाइट गरेर दिइसक्यो, बस्नै मिल्दैन। यो त खुल्ला आगो बस्नै मिल्दैन। धन्यवाद बहिनीहरूलाई। बस्नै मिल्दैन। नेवार आमा समूहका अध्यक्ष कमला श्रेष्ठलाई पनि हार्दिक अनुरोध गर्दछु। ज्येष्ठ थकाली काजीमान श्रेष्ठका भाइ तेजमान श्रेष्ठज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यस नेवार गुठीका उपाध्यक्ष राम प्रसाद श्रेष्ठज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। सचिव राजकुमारी श्रेष्ठज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। नेवार गुठीका उपाध्यक्ष क्रिम कुमार श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। मनिषा छोरी हो चिन्दैन, म त केटी होला त दुईटा केटी चिन्नु।
पनि हुन्छ है, श्रीमान श्रीमतीको बिचमा सानोतिनो झगडा पनि हुन्छ र त्यहाँनिर अब ठगाउनलाई चाहिँ अनेक आइडिया गर्नुपर्ने हुन्छ कि है। कहिले गीत गाउनुपर्ने हुन्छ, कहिले माया गर्नुपर्ने हुन्छ, कहिले गीत गाउनुपर्ने हुन्छ, कहिले टुक्का भन्नुपर्ने हुन्छ। त्यसैले मैले यहाँ यो रमाइलोमा यसो सोचेको थिएँ अलिअलि, त्यही अनुसार 2टा टुक्का चाहिँ यहाँ के भन्ने, अब हामी त घाँसै काट्ने, बाख्रा पाल्ने, कुखुरा पाल्ने, व्यापार गर्ने, विभिन्न हाम्रो पेसा हुन्छ। त्यही अनुसार मैले पनि यहाँ एउटा पाहाडको प्रसङ्ग ल्याएर फकाइरहेको छु। तिहार लिपादके टौवा, तिहार लिपादके टौवा, ठुचा टेटगुवा, तिहार लिपादके टौवा, ठुचा टेटगुवा, जुगुनी साया कान्टुम बाल्ला, जुगुनी साया कान्टुम बाल्ला, बटी चाहको खुवा, हे बटी चाहको खुवा, सत्य लुभै लैजुला, जिता लुभै लैजुला, ज्यानै बाल्ला मिखा बाल्ला, ज्यान बाल्ला मिखा बाल्ला, बिजुली त्यहाँ पाला पाला, ज्यानै बाल्ला मिखा बाल्ला, बिजुली त्यहाँ पाला पाला, सटु ठासु चोन ओए, सटु ठासु चोन ओए, खला मखुला, ढाँठोङ खला मखुला, तिहार लिपादके टौवा, ठुचा टेटगुवा, तिहार लिपादके टौवा, ठुचा टेटगुवा, जुगुमैया यहाँ कान्टुम बाल्ला, जुगुमैया यहाँ कान्टुम बाल्ला, बटी चाहको खुवा, मैया बटी चाहको खुवा, फाउ बाले उनी गाचा, फाउ बाले उनी गाचा, वर्षाए कुसारे, जुगुमनङ माला चुन छाए मिसरे, माया माया मरुला, ढाले यला मयला, जिता यला मयला, तिहार लिपेदके टौवा, ठोच्चा टेटगुवा, तिहार लिपादके टौवा, ठोच्चा लगेगुवा, जुगुमिसाङ कान्टुम बाल्ला, जुगुमिसाङ कान्टुम बाल्ला, भटी चाहको खुवा, सत्य लुभै लैजुला, मैया माया मरुला, ढाले यला मयला। धन्यवाद। हेलो, अब दोस्रो नृत्यको लागि म हाम्रा नृत्यकारहरू सिमरन र अनुष्कालाई अनुरोध गर्दै गीत बजाइदिनुको लागि सुशील भाइलाई अनुरोध गर्दछु। मन
गुठी चाहिन्छ भनेर अग्रसरका साथ लागिरहेका जुन व्यक्ति हामीले यो जुन नेवार गुठी स्थापना गर्ने बेलामा जुन हामीले एउटा विधान आवश्यक पर्छ, गुठीको नियम आवश्यक पर्छ भनेर त्यो एउटा गुठी बनाउनको लागि गुठीको एउटा विधान विनियम तयार गर्नको लागि संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो। जुन बेला हामी बाबुलाल श्रेष्ठ र म सदस्य भएका र स्वर्गीय लाल कुमार श्रेष्ठले विधान निर्माण समयमा संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो। स्वर्गीय लाल कुमार श्रेष्ठका धर्मपत्नी तुलसी श्रेष्ठ यहाँ उपस्थित हुनुहुन्छ। उहाँलाई सम्मान गरिदिनुको लागि हाम्रो यस गुठीका अध्यक्ष बाबुलाल श्रेष्ठलाई टीका लगाइदिनु हुन र म्याग्दी गाउँपालिका वडाकाजी मणिभद्र श्रेष्ठलाई दोस्रोलाई उडाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। तुलसी श्रेष्ठ मणिभद्र श्रेष्ठ अब यस्तो हुन्छ क्या, त्यो बाख्राको बगानमा त्यो खसी एउटा मात्रै भयो, त्यो खसीले हत्याएर छोड्छ कि आज उहाँलाई हत्याएर छोड्ने हो, यस्तै यस्तै भनिदिने हो। माफ गर्नु होला। बाट अन्डा 1 क्रेट प्लस आवश्यकता अनुसार 1 धानी अदुवा भनेको थियो, त्योभन्दा भोलि नै आएको होला। उहाँलाई पनि धेरै धेरै धन्यवाद। क्रिम कुमार श्रेष्ठबाट अन्डा 2 क्रेट हो भने उहाँकै छोरा व्यवसायी हुनुहुन्छ किसान श्रेष्ठ, जसबाट स्प्राइट जम्बो 3 केस प्राप्त भएको छ। व्यवसायी रामप्रसाद श्रेष्ठ हाम्रो जुन बुढादी नेवार समाजको उपाध्यक्ष हुनुहुन्छ, उहाँबाट चिउरा 1 बोरा प्राप्त भएको छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरो जुन न्याङ हामीले पूजामा चढाउनै पर्छ, 3 पानी के कोदोको कसले होला, को हुनुहुन्छ हाम्रो अध्यक्ष गुठीको बाबुलाल श्रेष्ठबाट ताली। नारायण कुमार श्रेष्ठबाट अन्डा 1 क्रेट, एक बहादुर राणाबाट 1 क्रेट अन्डा प्लस राणा एक बहादुरबाट अन्डा हुने हो क्या, राणा अन्डा प्लस केरा 30 को छ। अनि बाबुलाल श्रेष्ठ प्लस जमनारायण 2 जना दाजुभाइबाट अचार आइटम ताली बजाइदिनु होला। राजकृष्ण श्रेष्ठ कार्य समिति सदस्य हुनुहुन्छ, तेल 10 पोका। सुमित्रा श्रेष्ठबाट घिउ 3 पोका। सुब्बा श्रेष्ठ हामीहरूको त फेरि जम्मै साढे भाइको नाम चाहिँ सुब्बा हुँदो रहेछ, उहाँ साढे भाइ हो है। उहाँबाट स्प्राइट जम्बो 3 केस। रामलाल श्रेष्ठ सल्लाहकार बियर 1 कार्टुन, बियर खाने जति ताली बजाउनु। भीमबहादुर श्रेष्ठ दही 10 पोका। प्रकाश श्रेष्ठ सल्लाहकार श्याम कुमार श्रेष्ठका छोरा, उहाँबाट फ्लेक्स प्रिन्ट र केरा 1 घरी। सुशील श्रेष्ठबाट चामल 3 पाती। मान कुमार श्रेष्ठ दही 10 पोका। सचिव कार्य समिति सचिव राजकुमारी श्रेष्ठबाट 3 केजी। रूपा श्रेष्ठ भट्टा 8 केजी भनिया छ, जो के गरी बढी थियो कि। शिवराज श्रेष्ठ मानुङबाट रु 1000। सूर्यकुमारी श्रेष्ठबाट झिलिङ्गा 5 पोका। पुन्नारायण श्रेष्ठ
बाट नगद रु 4000, शिवकुमार श्रेष्ठ बाट नगद रु 1000 प्लस चामल पनि कुट्नु भएको थियो रङ भएको पनि हो, कुट्नु भएको पनि। खिमनारायण श्रेष्ठबाट रु 600, काजीमान श्रेष्ठबाट रु 500, लालबहादुर श्रेष्ठ चिसो 1 बोतल, लालकुमार चिसो 1 बोतल, हर्कलाल श्रेष्ठ पुजारीबाट 5 पोका दही, यस गुठीका सचिव सोमनारायण श्रेष्ठबाट रु 1500 हालसम्म यसरी प्राप्त भएको छ। उहाँहरू सबैलाई मनैदेखि मुरी हार्दिक धन्यवाद टक्राउँदै अब नृत्य गर्नको लागि म हाम्रा पाहुना भान्जीहरू हुनुहुन्छ दिनुसा एन्ड ग्यास आएको भन्नलाई अब त्यो अलिक ढिलो आयो कि आउनु पनि कसले ल्याएको मैले भन्न त भने थिएँ कसले ल्याएको थाहा भएन। 4 जना हुनुहुन्छ ग्यास ल्याउनेहरू। चिजकुमार श्रेष्ठ, हरि कुमार श्रेष्ठ, हरिलाल श्रेष्ठ, राजकुमार र चन्द्रकुमार। ल उहाँहरूले ग्यास सौजन्य गर्नुभएको छ एउटा, उहाँहरूलाई पनि धन्यवाद। र हाम्रा भान्जीहरू दिनुसा र शिवानीलाई आफ्नो नृत्य प्रस्तुत गर्नको लागि हार्दिक अनुरोध गर्दछु। हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। अब हामी हाम्रो सगुन कार्यक्रम हुन्छ, नातिकन सबैले मजाले रमाइलो गरेर सगुन दिनुपर्ने हुन्छ। त्यसैले त्यो सगुनको लागि म यस म्याग्दाई बुढादीका नेवार आमा समूहहरूलाई सगुन तयार गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। सगुन तयार गरिदिनु होला, छिटोभन्दा छिटो। नाच हेर्दै सगुन तयार गर्दै आमा समूहहरू। ल नाच हेर्दै सगुन तयार गर्दै। नेपाल सम्मत 1146 को नयाँ वर्ष शुभारम्भ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका गुणादी नेवार समाजका आदरणीय अध्यक्ष बाबुलाल श्रेष्ठज्यू, गुणादी नेवार समाजका अग्रणी व्यक्तित्व, आजका ज्येष्ठ नागरिकको रूपमा पाल्नुभएका आदरणीय बुवा तेरमान श्रेष्ठज्यू, गुणादी नेवार समाजमा रहेर काम गर्नुहुने सम्पूर्ण कार्य समितिका पदाधिकारीज्यूहरू, गुणादी नेवार आमा समूहका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू र यहाँ रहनुभएका सम्पूर्ण नेवार बुवा आमा दाजुभाइ दिदीबहिनीहरू,
सम्पूर्णमा म म्याग्दे गाउँपालिका वडा नम्बर 1 को अध्यक्ष, म्याग्दे गाउँपालिकाको प्रवक्ता, यहाँहरूको नयाँ वर्ष नेपाल सम्वत 1146 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरू सम्पूर्णले जसरी यो म्याग्दे गाउँपालिका 1 को अभिभावक को हैसियतले यहाँहरूले मलाई निमन्त्रणा गरेर आजको यो कार्यक्रममा गरिमामय उपस्थिति जनाउनका लागि र यहाँहरूको कार्यक्रम स्थलमा सुरुदेखि अन्त्यसम्मको लागि उक्त कार्यक्रमको शोभा बढाउनका लागि यहाँहरूले जुन आमन्त्रण गर्नुभयो, म गुणादी नेवार समाज सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक आभार व्यक्त गर्न पनि चाहन्छु। हो, यो नेवारहरूको सांस्कृतिक पर्व जोगाइराख्नका लागि र आफ्नो पहिचानलाई अगाडि बढाउनका लागि तपाईहरु जुन रथ हाँकेर हिँड्नु भएको छ, तपाईहरु जसरी आफ्नो समाजको विकास गर्नका लागि जसरी लाग्नु भएको छ, यहाँहरूलाई हार्दिक सलाम गर्न चाहन्छु। यहाँहरूका प्रत्येक सुख दुःखमा फरक जात समुदाय भए पनि तपाईहरुले मलाई कति पनि फरक ढंगले नहेर्नु होला। म तपाईहरुप्रति पनि हिजोका दिनमा तपाईहरुले पुर्याएको सहयोग र आजका दिनमा पनि यहाँहरुसँगै बसेर काम गर्ने प्रण साथै भोलिका दिनमा तपाईहरुसँग नै हातेमालो गर्दै यो गाउँको विकासको आमूल परिवर्तन गर्नका लागि तपाईहरुको साथमा रहेर अगाडि बढ्नका लागि यहाँहरु समक्ष म नम्र निवेदन गर्न पनि चाहन्छु र यो वडा नम्बर 1 गुणादीको समग्र विकासका लागि नेवार समुदायले पुर्याएको अग्रणी भूमिका, विकास निर्माणका कामहरुमा यहाँहरुले पुर्याउनु भएको लगनशीलता र त्याग बलिदानलाई म उच्च कदर गर्दै भोलिका दिनमा यहाँहरुको साथ सहयोगका साथमा यो गुणादीको समग्र विकास, यहाँहरुको समाजको अग्रगति लिएर नयाँ किसिमले विकासको छलाङ मार्ने यहाँहरुको समक्ष तोहरो समाजका साथ यहाँहरुको साथ सहयोग र मेरो पनि कर्तव्य परायणताका साथ तपाईहरुको साथमा रहने प्रतिबद्धता सहित आज यो झाँकी सहित लाखेमा सहभागी हुनुभयो। म लाखेमा अग्रणी भूमिका निर्वाह गर्ने 3 जना कलाकार मित्रहरू र उक्त झाँकीबाट फर्केर आएर यो स्थानमा एउटा रोमाञ्चक ढंगले हाम्रो कार्यक्रमलाई उत्साहजनक ढंगले पुर्याउनका लागि यहाँ आँगनमा नाच्ने सम्पूर्ण चेलीबेटी दिदीबहिनीहरूलाई पनि हार्दिक धन्यवाद दिँदै यो कार्यक्रममा मलाई निमन्त्रणा गरेर प्रमुख अतिथिको रूपमा जुन 2 शब्द राख्ने अवसर प्रदान गर्नुभयो, म गुणादी नेवार समाजलाई हार्दिक धन्यवाद व्यक्त गर्दै मेरा भनाइहरू यही अन्त गर्न चाहन्छु। नमस्कार जोजोलोपा, धन्यवाद शिवाय।
र विभिन्न पदमा रहेर काम गर्नुहुने सदस्यज्यूहरू र अन्य यस कार्यक्रममा उपस्थित भए सहभागी हुने भागहरूमा म यस गुराली नेवार समाज र नेवार कुटी समाजको अध्यक्षको नाताले सबैलाई मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु। र यो कार्यक्रम गत वर्ष गाउँपालिका स्तरीय मूर्तिका लाउनु त महापूजा गर्छ यो कार्यक्रम गर्छु। यस सञ्चालन गर्दाखेरि सबैको अभाव आर्थिक बाटोमा पनि पारदर्शी नभएकोले हामीले यो कार्यक्रम आफ्नै क्षेत्रमा आज सबै ठाउँमा जुन चाहिँ 13 वटै गुठी